जय मसीह। प्रभुलाई धन्यवाद होस्। यहाँ आज यहाँहरूलाई फेरि ह्याप्पी न्यू इयर भन्न चाहन्छु। यो नयाँ वर्ष आइपुगेको छ। विशेष सबभन्दा पहिले म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद। जुबली चर्चको परिवार हुन पाएँ हैन। अनि यो संसारमा जहाँ गए पनि कतै कतै एउटा परिवारको सदस्य हुनुपर्छ। अहिले नेपालमा म एनसीएफ नेपाल भन्ने क्रिस्चियन समुदायको एउटा संस्थाको केन्द्रीय सचिव भएको कारणले अनि मलाई यहाँ बस्ने हाम्रो नवीनजीले ल्याउनु भयो, दिदीले मौका दिए, तपाईँहरूसँग सङ्गति गर्ने मौका पायौँ। सम्झिनुभयो, आउने बित्तिकै मलाई स्वागत गर्नुभयो। विशेष हाम्रो दिदीले, मण्डल परिवारले म एकदम धन्यवाद दिन चाहन्छु। फेरि मौका मिल्यो भने मिलाउन सक्यो भने म फर्केर आउँछु। प्रभुले दिनुभएको जिम्मेवारी जुन अभिषेक चाहिँ मलाई नियुक्ति भन्छ नि, मलाई पास्टरको सेवा हो, प्रभुको सेवा हो। मैले हामी दुईले सल्लाह गर्दै गर्दा त्यो पनि एउटा जिउने कला हो। मान्छे बाँचेपछि जिउनको लागि एउटा कला चाहिन्छ। त्यो मध्येमा मलाई एउटा कला, पास्टरीय कला दिनुभयो परमेश्वरले। अनि विभिन्न देशहरूमा एउटा यहाँ बस्यो भने मैले मेरो इन्फर्मेसन जान्छ। झन्डै 12-13 वर्ष भएछ काम गरेको। त्यस कारणले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। र मलाई कारणले मेरो काम त आखिर प्रभुकै सेवा हो। मलाई नि यहाँ मण्डलीमा पास्टरी सेवा गर्ने दिदीले मौका दिनुभएको छ, मण्डली दिनुभएको छ। त्यो भएर तपाईँहरूलाई म अलिकति अनुरोध पनि गर्न चाहन्छु। दुःखमा पनि के गर्नु पर्यो, हामीले आनन्द ख्रिस्टमा भएर। अनि किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई अनि त्यसको पुरा गर्न काम गर्न देऊ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। हमें परिपक्व र पूर्ण हुनु पर्यो। परिपक्वता, हामी कतिखेर परिपक्व हुन्छौँ? मभन्दा अलिक उमेर गएको मान्छे मभन्दा परिपक्व होला। उमेरले परिपक्व हुँदैन। मान्छेले जिम्मेवारी पूरा गर्यो भने त्यो मान्छे चाहिँ परिपक्व। परिपक्वतातर्फ डम्किनु भनेको आफ्नो जिम्मेवारीलाई पूरा गर्नु, मैले पाएको कुरा ड्युटी पूरा गर्नु, त्यो चाहिँ परिपक्व। अनि इमान्दारी बन्नु, त्यो चाहिँ परिपक्व। अपरिपक्व भनेको चाहिँ जिम्मेवारी वहन गर्न नसक्नु, कुनै पनि जिम्मेवारीलाई त्यसलाई समस्याको समाधान गर्न नसक्नु। त्यसकारण हामी परिपक्व बन्नु पर्यो। परिपक्व हुनको लागि 100 वर्ष पुग्नु पर्दैन, 50 वर्ष पुग्नु पर्दैन। 5 वर्षको मान्छे पनि परिपक्व हुन सक्छ। 10 वर्षको, 15, 16 वर्ष। आज हामी नेपाली कन्टेक्स्टमा हेर्यो भने 16 वर्ष भएपछि बल्ल अलिकति मान्छे जस्तो जवान भयो। परिपक्व कहिले त? बिब्लिकल मूल्य मान्यता अनुसार चाहिँ 30 वर्षपछि चाहिँ परिपक्वताको तर्फ ल्याउँछ। त्यसरी यीशु प्रभुले 30 वर्षदेखि काम सुरु गर्नु। 3.5 वर्ष 3-3को कुराहरू किन 3 मात्रै आउँछ? ईश्वरत्वको कुराहरू जहाँ 3मा गएर ठोकिन्छ, 3, 7 यस्ता कुराहरू। त्यसकारणले आज मलाई आशा छ, विश्वास छ, त अपरिपक्व म नयाँ होइन, परिपक्वतातर्फ लम्किनु। आफूले परिपक्व मान्छे चाहिँ आफैले देख्नु, आफैले समस्या पहिचान गर्न सक्नु र त्यो समस्याको समाधान गर्न सक्नु पनि परिपक्व। परिपक्वता भनेको चाहिँ समस्याको पहिचान गरेर समस्या समाधान गर्न सक्नु चाहिँ परिपक्व। त्यसकारण परिपक्वतर्फ लम्किनु पर्यो। 80 वर्ष भए पनि के गर्ने त? मेरो स्वास्थ्य नै बेठिक भएपछि मलाई मेरो पैसाले मलाई त काम लागेन नि। अब मेरो अस्वस्थ भयो। पहिला नभएर खानु पाएन, अहिले भएर खानु पाएन भन्छ नि त हैन। पहिला चाहिँ नभएर हेरेर हिँड्यो, अहिले प्रशस्त भयो, खानै मिलेन। अब त्यो बेलामा जेरी खानु मन लाग्यो, पैसा थिएन। अहिले जेरी पैसा छ, जेरी खान मिल्दैन है। त्यसैले
मेरो स्वास्थ्यको बारेमा म के गर्ने त भन्नु। हरेकले सोच्नुपर्छ स्वास्थ्यको विषयमा। यो स्वास्थ्य राम्रो रह्यो भने धेरै काम गर्छ। अर्को कुरो, यदि मैले मेरो व्यवसायमा घाटा भयो भने अथवा के हुन्छ, तपाईँहरूको कतै न कतै व्यवसाय त छँदैछ, त्यो व्यवसाय घाटाहरू के गर्ने? भविष्यमा के होला त? मेरो भविष्य चाहिँ के त? पैसा कमाउनु मात्रै हो, खानु मात्रै हो, पास्टर हुनु मात्रै हो, म ठुलो मात्रै, मर्नु र जन्मनु र मर्नु मात्रै ठुलो कुरो भएन। एउटा मान्छेले कुवा खनेर घाँस काटेर इतिहास बनाए। मर्ने बेलामा कुकुर जस्तो मरेर नमरोस् भन्ने चाहन्छु कि कमसेकम एउटा इतिहास कोर्नुहोस्। पैसाले इतिहास कोर्दैन, त्यसको लागि मनोबल चाहिन्छ, आर्थिक कुरो पनि चाहिन्छ, त्यसपछि ईश्वर शास्त्र हरेक कुरामा। तपाईँले आदिकवि भानुभक्तको कुराहरू हेर्नु भने त्यो चाहिँ नेपाली कन्टेक्स्टमा बुझ्छ होला, तर बाइबलीय मूल्य मान्यतामा अब्राहमको कुरा हेऱ्यौँ भने जिरोमा सबै छोडेर गए, तर प्रशस्त भएर गए। याकुब त्यस्तै, परमेश्वरको सेवा गर्नको लागि, परमेश्वरमा जिउनको लागि सजिलो छैन। त्यसकारणले म यहाँबाट कहाँ जाने होला? सोच्नु त पर्यो नि त। व्यापार गर्दैछ, जाँदैछ, कहाँ जाने? त्यो गन्तव्य निश्चित गर्नुहोस्। म मरेपछि कहाँ जाने? म भोलि के हुन्छ होला? भोलि हरेकको भविष्य छ, भोलि पनि भविष्य हो। मान्छेले अहिले मात्रै सोचिराखेको छ मेरो भविष्य के? खाना लाउनु मात्रै हो त? पैसा कमाउनु मात्रै हो त? सेवाकाई मात्रै हो? मैले फर्केर हेर्नु। त्यसकारण हाम्रो जीवनमा धैर्यता चाहिन्छ। याकुबलाई भन्छ, याकुब पुस्तकले भन्छ, धैर्यतामा तिमीले के गर्न दिनु पर्यो रे? परमेश्वरलाई काम गर्न दिनु पर्यो। तपाईँले बनाउनु सक्ने योजना, दिन कटाउनु ठुलो कुरो हो, मानव बचाउनु पनि ठुलो कुरो हो। तर मेरो भविष्य के हो? म यहाँबाट कहाँ जाने? एक दिन यो संसार छोडेर हामी यो शरीर र आत्माको बिछोड गर्छ। आत्मालोकमा जानुपर्छ, शरीर। त्यसैले यो जीवन सास हुँदै, दिन छँदै, रात नपर्दै तिमीहरूले आफ्नो आत्मालाई बचाऊ। बचाउनको लागि चाहिँ हामी कहाँबाट? परमेश्वर कहाँबाट आयो? जब मानिसलाई परमेश्वरले माटोबाट तयार गर्नुभयो, त्यसपछि जीवनको सास फुकिदिनु। त्यो जीवनको सास चाहिँ परमेश्वरको बाट आएको र परमेश्वरको आत्मा हामीसँग छ। त्यसैले त मानिस परमेश्वर, ईश्वर जस्तै परमेश्वरको छोरा त्यतिकै बन्न पाइन्छ, परमेश्वरको सन्तान। त्यसैले त्यो परमेश्वरको सन्तान परमेश्वरका फेरि फर्किनुपर्छ। परमेश्वरले कोही मानिस नष्ट नहोस् भन्ने इच्छा छ। त्यसकारण त्यो बचाउनको लागि चाहिँ परमेश्वरले प्रेम बगाउनु। त्यो प्रेमको प्रतीक चाहिँ यीशु ख्रीष्ट हो। यीशु ख्रीष्ट जसले अँगालेको छ त्यसले प्रेम पाएको छ। त्यो प्रेम सुसमाचार बाँड्नु, यीशुलाई अरूलाई सुनाउनु भनेपछि प्रेमको सन्देश दिनु। त्यसकारण तपाईँको लागि, हाम्रो लागि एउटा प्रश्न छ, यीशु म आज के गरौँ? त्यसकारण हामीले अँगाल्नुपर्छ। याकुबको 1:2-4 भने जस्तै, मेरो भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा गर्न आनन्दको कुरा सम्झ। आनन्दको कुरा बस्ने होटेलको छेउमा भनेको ऊ जाँदाखेरि त्यो होटेलको छेउको मतलब पुगिसकेछ, त्यो नदीमै पुगेन। त्यो अब के गर्ने? तर एकजना पास्टरलाई भेटेको अनि उसले रुँदै भन्यो, अनि परमेश्वरसँग एउटा उपाय छ। के छ? परमेश्वरले फेरि तपाईँले दिनुहुन्छ, तर तपाईँले चाहिँ के गर्ने त? फेरि छैन। करोडौं ऋण छ, सरकारले त ऋण मिना गर्दैन। फर्केर गएर के गर्ने त? म त जेल जाने हो। अनि उसलाई भन्नु, जाऊ तिमी आफ्नो देशमा फर्केर, तिमीलाई चाहिँ म एउटा 10,000 दिन्छु, यहाँबाट एउटा फेरि हर्बलको सुरु गर। त्यसपछि उसले गएर 10,000 लियो। त्यो फेरि हर्बलको उसँग ज्ञान थियो नि, उसँग स्किल छ नि,
ज्ञान हो, बुद्धि हो। त्यसपछि गएर त्यसले फर्केर गएर फेरि एउटा फलामको एउटा टमटम गर्ने हामीले यहाँ चाहिँ अचार पिन्ने जस्तो ल्याएर पिपलाहरू हर भर अमलो ल्याएर थिचेर फेरि ग्यास्ट्रिकको दबाई बेच्न थाल्यो। सानो बेच्न थाल्यो, सबैले ग्यास्ट्रिकको दबाई, सबैले ग्यास्ट्रिक छ नि त होइन, उसले बिक्री गर्न थाल्यो। 1 वर्षपछि सानो घुम्ती गर्यो, पछि त्यसपछि सबैलाई अनुरोध गर्यो, सरकार म तिर्छु, म गर्दैछु। त्यसपछि त्यो उसले त्यो खाएन अनि आज उसैको घरमा एउटा मण्डली चलाउनको लागि दियो त्यो औषधि। म पनि पहिला ग्यास्ट्रिकले एकदम पटुको बाँधेर पातलो थियो क्या, अनि उसैले एक दिन काठमाडौँ यो पास्टर ट्रेनिङ बेलामा 1 बोतल ल्याएर दिएको थियो। त्यो खाएपछि मेरो ग्यास्ट्रिक हरायो, हर्बल टी होइन। अनि त्यो मान्छे अहिले त्यो सबै ऋण तिरेर फेरि विवाह गर्यो, परमेश्वरले फेरि त्यसको 10 गुणा फिर्ता दियो। त्यसैले हाम्रो परमेश्वर चाहिँ दिने परमेश्वर हुनुहुन्छ। आमेन। उहाँ चाहिँ स्रोत हो, हामी चाहिँ साधन हो, साध्य होइन, साधन भाँडो हो। त्यसैले त भन्छ म एउटा के हो रे, रित्तो भाँडो, कुटी पिटी काटी छाटी मलाई बनाउनुहोस्। तपाईँ कस्तो बनाउने प्रभुलाई दिनुहोस्, प्रभुले तपाईँलाई जस्तो चाहे, प्रभुले जस्तो चाहे त्यस्तो बनाउनुहुन्छ। यो एउटा काठ हो, एउटा मिस्त्रीका हातमा परेपछि यसलाई पुलपिट बनाउन सक्छ होइन। एउटा टेबल, यो फलाम हो, प्लास्टिक हो, आज टिभी बनेको छ, एउटा इन्जिनियरको हातमा पर्यो। हाम्रो प्रभु यीशु ख्रीष्ट मिस्त्री पनि हुनुहुन्छ। त्यो काठलाई रङ लगाउने बेलामा चाहिँ आयो भन्यो भने चिर्न सक्छ, छोडिदिनुपर्छ। त्यसैले प्रभुका जनहरूले चाहिँ यदि साँच्चै महान बन्न चाहन्छ भने छोडिदिनुपर्छ। त्यसकारणले म अन्त्यमै एउटा घटना भनेर अन्त्य गर्न चाहन्छु। एउटा व्यक्तिले 3वटा बिरुवा रोपेछ। त्यो बिरुवाले भनेछ, 3टा चाहिँ कहाँ रोपेछ भन्दाखेरि एउटा डाँडामा लगेर रोपेछ। एउटाले भनेछ, आहा मेरो मालिक त धनी, म चाहिँ पानी जहाज बन्छु, जहाँ चाहिँ म संसारको वरिपरि घुम्न सक्छु। मानिसहरू त्यहाँ धनी धनी मान्छे आएर म माथि चढ्नेछन् र मलाई घुमाउनु रमाइलो गर्नेछ। अनि अर्को एउटा रुखले भनेछ, म चाहिँ धनीको घरमा डाइनिङ टेबल बन्छु अनि ममा बसेर त्यो धनी मान्छेहरू चाहिँ भोज खानेछ। अर्को एउटा रुखले भनेछ, म चाहिँ डाँडामा एउटा सबैलाई छहारी दिने एउटा रुख बन्छु। कस्तो ठुलो प्लान छ। तर कसले रोपेको हो? त्यो एउटा व्यक्तिले रोपेर गयो त्यो मान्छे। तर रुखको आफ्नै योजना थियो, तपाईँहरूको आफ्नै योजना होला होइन। एक दिन समय आयो, त्यो रुखलाई काट्यो मिस्त्रीले। सबभन्दा पहिलो उसले चाहिँ धनीको घरमा म चाहिँ भोज खाने टेबल बन्छु भनेको लगेर गाईको चारो खाने डोड बनाइदिन्छ। मेरो सपना कहाँको चाहिँ धनीको घरमा भनेको गोबरै गोबर भएको ठाउँमा है रुएछ। अनि रुयो। अनि अर्को रुखले के भनेको थियो, म चाहिँ पानी जहाज बनेर संसारभरिको धनी धनी मान्छे हुन्छु। तर त्यसलाई के बनाइदियो, त्यो ढुङ्गालाई, त्यो माछा मार्ने ढुङ्गा बनाएछ। पत्रुसले त्यो गनाउने माछा हालेर होइन, जसलाई माझीले त्यो माछा मार्दै त्यहाँ हालेछ। त्यहाँ त कहाँ राम्रो मान्छे हुन्छ, बगरतिर लेउ भाटमा भएछ दुखी। तर अर्को एउटा रुखलाई चाहिँ काटेर के बनाएछ, क्रुस बनाएछ। अनि उसलाई चाहिँ म कहाँको के भन्छु, छारी रुख भन्छु भनेको क्रुस बनाए, म पापी चाहने क्रुस बनाएछ। कति महत्त्वपूर्ण। तर एक दिन समय आयो, त्यो गाईले चारो खाने डोडमा यीशु ख्रीष्टलाई सुताए, जहाँ चाहिँ सृष्टिकर्ता, संसारको सबैभन्दा धनी मान्छे, सबैभन्दा महान व्यक्ति त्यहाँ जन्मेर सुत्नु पायो। उसको सपना धनी मान्छे हो नि त, तर संसारको सबैभन्दा धनी मान्छे आयो, स्रोतको केन्द्रै आयो त्यहाँ सुत्नु। अनि पानी जहाज बन्छु भनेको थियो, माछा हाल्ने डोड बनाएछ। त्यो चाहिँ त्यहाँ गएर यीशु ख्रीष्टले वचन प्रचार होइन, समुद्रको तीरमा गएर यीशुले प्रचार गर्नुभयो।
हजारौं मानिसहरूले सुनेको थियो। आज त्यो ढुङ्गा कति एउटा इतिहास छ। अनि हामी यो अस्थिर संसारमा बाँचिरहेका छौँ। यो संसार अस्थिर छ हैन। हिजो राष्ट्रपति थियो, आज छैन, अर्को आन्दोलन चलिरहेछ। नेपाल संसारै त्यस्तै छ, अस्थिर छ। कतिखेर भूकम्प आउँछ, कतिखेर सिद्धिन्छ। हामी कतिखेर सिद्धिने हो, भोलि बिहान सुत्दा सुत्दै बिउजिने हो कि नबिउजिने हो। कहिले काहीँ यो भित्र सुत्दाखेरि पनि म यसो भोलि बिहान बिउजिन्छु कि बिउजिँदैन भनेर सोचिरहेको हुन्छ क्या होइन। स्थिर स्थिर छैन स्थिर होइन यो संसार। त्यस कारणले त्यो भित्र जिउने कलाभित्र तीनटा कुरा अँगाल्नुपर्छ हामीले जस्तै मनोवृत्ति भनेर बुझ्नुहुन्छ होइन। मनलाई कसरी वृद्धि गर सक्छौँ, त्यसलाई कसरी मनोबललाई कसरी बढाउने मनोबल। त्यसपछि गएर स्रोतभित्र चाहिँ आर्थिक कुरा पर्न सक्छ। त्यसपछि गएर विश्वास गर्नुपर्ने ईश्वर शास्त्र। तीनटा कुरा छ, के हो? मनोवृत्ति, स्रोत र ईश्वर शास्त्र। मनोबल हामीले जहिले नै बढाउनु पर्छ, तर कसरी बढाउने, कुन स्थितिमा बढाउने एकछिन राख्नु। अनि त्यसपछि ईश्वर शास्त्र बाइबल है, धर्मशास्त्र, बाइबलीय ज्ञान। वचनले के भन्छ यसलाई म अलिकति अगाडि बढाउन चाहन्छु। उदाहरणको रूपमा यीशु ख्रीष्टको चेला स्टेफन जब उसले सुसमाचार प्रचार गर्दै थियो अनि मानिसहरूले उसलाई ढुङ्गाले हानिरहेको बेलामा उसले चाहिँ आनन्द मनाइराखेको थियो। ढुङ्गाले हान्दाखेरि पनि आनन्द मनाउँछ त? यहाँ एक शब्द प्याच्चा बोल्दा त मान्छे चाहिँ झगडा हुन्छ, आन्दोलन गर्छ, लडाइँ गर्छ। त्यो बेलामा उसले आनन्द मनाउँछ। उसको टाउकोबाट ढुङ्गाले हानेर रगत बगिरहेको थियो, तर उसको आँसु आनन्दको आँसु थियो। उसको मनोबल बढिरहेको थियो। आहा, म अझै पनि प्रभुको काम गर्न सक्छु, यो ढुङ्गा त के मर्न पनि तयार छु। त्यो चाहिँ मनोबल भन्छ कि त्यसलाई। मनोबल वृद्धि गराए उसले। त्यसकारण उसले ढुङ्गाले खाँदाखेरि पनि, ढुङ्गाले हान्दाखेरि पनि ऊ चाहिँ के गर्दै थियो? आनन्द मनाउँदै थियो, रमाउँदै थियो। यहाँ त एकचोटि अलिकति गाली मात्र होइन कि अलिकति दुई शब्द बोल्नुपर्छ, ढुङ्गाले हान्नु बेर छैन है। त्यो चाहिँ सहन नसकेको, मनोबल कमजोर भएको मान्छेहरू हो। त्यस कारणले मनोबल वृद्धि गराउनु पर्छ। नम्बर 2 मा स्रोत। हामीलाई सबैलाई स्रोत चाहिन्छ नि त होइन। स्रोत भनेको पैसा, आर्थिक कुरा। म एउटा उदाहरण भन्न चाहन्छु। स्रोत आर्थिक कुराको विषयमा एकजना रेल स्टेसनमा पान बेच्ने मान्छे, तपाईले सुन्नुभएको छ इन्डियामा एकजनाले एउटा छोरीलाई चाहिँ 50 लाखको कार उपहार दिएको। अनि त्यो पान पसलवाले जो चाहिँ ट्रेनमा बेच्थ्यो र ट्रेनमा एउटा स्टेसनबाट अर्को स्टेसनमा गएर बेलुका आउँदाखेरि उसको 200 रुपियाँ चाहिँ ट्रेन भाडा हुन्थ्यो। तर ट्रेनभित्र बसभित्र कुनै पनि सामान बेच्ने मान्छेलाई चाहिँ पैसा लिँदैन। तर त्यो पैसा चाहिँ उसले के गर्यो भन्दाखेरि बचत गर्यो। ट्रेनलाई तिर्नु पर्ने भाडा थियो, तर त्यसले के गर्यो? बचत गर्यो। उसले बचत कसरी गर्यो भने खुद्रो केमा बचत गर्न थाल्यो। त्यसपछि एउटा ब्याङ्कमा जम्मा गर्न थाल्यो। दिनमा 200 जम्मा गर्दाखेरि महिनामा कति हुन्छ? 6000 हुन्छ। उसले त्यो पैसा चाहिँ ट्रेनमा भाडा तिर्नु पर्थ्यो, तर उसले बचत गर्यो। महिनाको 6000 बचत भयो 200 ले गर्दा। त्यसपछि उसले के गर्यो? 6000 ले वर्ष पुगेपछि कति भयो? एक वर्षभित्रमा 12 छक्का 72000 भएछ। त्यो पैसा उसले चाहिँ शेयर खरिद गरेछ। शेयर किन्यो, कुनै शेयर ब्याङ्कको शेयर किन्यो। शेयर किनेपछि बिजनेसमा लगानी भयो, पैसा बढ्दै गयो। कति वर्षमा? त्यसले पछि 30 वर्षपछि त्यसले त्यो पैसा पाउन सक्यो। त्यसैले भन्नुहुन्छ तिम्रो इच्छा मेरो इच्छा होइन, मेरो इच्छा चाहिँ तिम्रो लागि। तर यदि तिमीले माग्यौ भने म तिम्रो लागि गरिदिनेछु। तर उद्देश्य त पूरा भयो नि त।
शान्तिको लागि डाँडामा राखिएको क्रुस, जहाँ जो क्रुसको फेदीमा जान्छ ती सबैले विश्राम लिनु पाउँछ। पापबाट विश्राम, पापको बोझले दबिएकोहरू त्यहाँ विश्राम लिन पाइन्छ। अर्को त्यो ढुङ्गा, आज त्यो ढुङ्गाको इतिहास भयो जहाँ चाहिँ यीशु ख्रीष्टको यात्रा सुरु भयो। सबैभन्दा धनी मान्छे, यीशुभन्दा धनी त कोही पनि छैन के वास्तवमा। परमेश्वरभन्दा ठुलो कोही हुनुहुन्छ त यहाँ? कोही छैन। यीशुभन्दा महान कोही पनि छैन। अनि जहाँ चाहिँ डुँडमा यीशु ख्रीष्टको सुताइ भयो। त्यसैले प्रियहरू, हाम्रो जीवनमा हाम्रो आशा फरक छ, तर उद्देश्य चाहिँ एउटै उही हो। धनी मान्छे बस्नु थियो, बसिहाल्यो, गर्नु थियो, गरिहाल्यो। त्यसकारण तपाईँ र मेरो कहिलेकाहीँ हामीले सोचेको भन्दा फरक होला, तर उद्देश्य चाहिँ एउटै हो। त्यसैले हरेक व्यक्तिले एउटा भिजन देख्नुहोस्, दर्शन देख्नु। भिजन भनेको दिवा सपना, सुत्दाखेरि देख्ने होइन, दिउँसै यसरी देख्ने सपनालाई दिवा सपना। तपाईँले एउटा भिजन देख्नुहोस्। भिजन भनेको गन्तव्य हो। गन्तव्यमा पुग्नको लागि यात्रा गर्नुपर्छ। त्यो यात्रा चाहिँ उद्देश्य हो। उद्देश्यभित्र धेरै क्रियाकलापहरू हुन्छ, त्यसलाई चाहिँ लक्ष्य भन्छ। अनि जब तपाईँले एउटा भिजन देख्नुहुन्छ, तपाईँको लक्ष्यहरू सुरु हुन्छ र उद्देश्य। आज हामी यहाँ आउनुको पनि उद्देश्य छ एउटा, होइन? तपाईँले भिजन देख्नुभयो, कसैले घर बनाउने नेपालमा जग्गा किन्यो होला, त्यो भिजन हो। त्यसैले त यहाँ आउनुभयो। उद्देश्य के को लागि? बस्नको लागि। लक्ष्य चाहिँ के हो त? सबैजना म चाहिँ एकदम खुसी भएर बस्छु, त्यसको लागि मेहनत गर्नु। त्यसैले प्रिय मण्डली, हाम्रो दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू हरेकले एउटा लक्ष्य कोर्नुहोस्, तपाईँको भिजन देख्नुहोस्। मेरो भविष्य चाहिँ के छ? त्यसकारणले तपाईँले यसको लागि मनोबल बढाउनुपर्छ। जब तपाईँको जीवनमा समस्या आउँछ, त्यो बेलामा मनोबल बढाउनुहोस्। प्रभुलाई भन्नुहोस्, यसो म के गर्छु? आजको दिन पूरा गर्न मैले के गर्नुपर्छ? हामी टरिहाल्छ नि, होइन? बिहान उठेपछि सोच्नु पर्यो, आजको दिन मैले कसरी पूरा गर्ने त? सहनु पर्ने पनि होला आज दिनभरिमा, त्यो तयारी हुनु पर्यो पहिला। त्यसकारणले भोलिको लागि मसँग के आशा छ? तपाईसँग भोलिको लागि के चाहिँ आशा छ त? आशा छ? छैन भने मान्छे पागल हुन्छ। भोलिको आशा छैन भने। त्यसैले विश्वास गर्नुहोस् कि परमेश्वरले आज हामीले गरेको, अनुभव गरेको सबैभन्दा नराम्रो अनुभव लिनुहुनेछ र यसलाई नै राम्रोको लागि प्रयोग गर्नुहोस्। तपाईँको लागि अहिले कुनै पनि नराम्रो भएको छ भने त्यो नै तपाईँको लागि राम्रो बन्नेछ। त्यसैले लड्नु चाहिँ सिद्धिनु होइन, लड्नु चाहिँ उठ्नु, अघि बढ्नु। अनि तपाईँले गर्नु पर्यो। याकुबले जुन भन्छ, त्यसैले याकुबको पुस्तकमा लेख्छ, हामीलाई हामीले धैर्यताको लागि हाम्रो जीवनमा धैर्यताले पूर्ण काम गर्न दिनुपर्छ। त्यसकारण परमेश्वरले हाम्रो कुरा सबै पहिले जान्नुहुन्छ। रोमीको 8:29 लेखेको जस्तै हाम्रो कुरा, सबै कुरा परमेश्वरलाई थाहा छ। त्यसकारण हामीले के गर्नु पर्यो? हाम्रो जीवनमा परमेश्वरलाई काम गर्न दिनुपर्छ। म होइन, म भित्र को जिउनुहुन्छ? प्रभु। I am everything is I am, that is not good, bad. सबै कुरा चाहिँ मेरो प्रभु। अनि त्यसैले प्रभुसँग यदि हामीले सबै कुरा राख्यौँ भने परमेश्वरले हामीलाई त्यहीँबाट उठ्न दिनुहुन्छ। त्यसकारणले परमेश्वरले हामीलाई परिपक्व बनाउनको लागि चाहिँ कठिनाइको बाटो प्रयोग गर्नुहुन्छ। यीशु ख्रीष्टलाई क्रुसमा जानुभन्दा पहिले 40 दिनसम्म भोकै राख्नु, मरुभूमिमा लानु, कठिनाइको बाटो भएर। आज हामीलाई त्यस्तो कठिनाइ आउनु, तपाईँको जीवनमा पनि त्यस्तो कठिनाइ आएको छ भने सायद तपाईँ परिपक्वतातर्फ जाँदै हुनुहुन्छ। त्यसकारण तपाईँको पीडाको हेर्ने दृष्टिकोण चाहिँ पोजिटिभ हुनु। तपाईँलाई कसैले पीडा दिइराखेको छ भने त्यो चाहिँ तपाईँको लागि ट्रेनिङ, तालिम, त्यसले तपाईँलाई निर्माण गर्दैछ।
त्यसकारण कसैले गाली गर्यो भनेर झट्ट नरिसायो, कसैले धोका दियो भन्दैमा रोइहाल्नु पर्दैन, मरिहाल्नु पर्दैन। त्यो तपाईको लागि जीवनको खुड्किलाको पहिलो खुड्किलो। हामी अप्ठ्यारोमा पर्नु नै हाम्रो एउटा सिकाइ हो। त्यसकारणले परमेश्वरको दृष्टिमा हामी जहिले पनि ग्रहणयोग्य हुनुपर्छ। त्यसकारण तिमीहरूलाई विश्वासद्वारा अनुग्रहबाट मैले बचाएको छु। विश्वास, अनुग्रह। त्यसकारण हामीलाई परमेश्वरको वास्तविकता र शक्तिलाई प्रत्यक्ष रूपमा साक्षी दिन अनुमति दिनुभएको छ। त्यसकारण हामी अविश्वासी होइन, यो अविश्वासी संसारमा हामीले आफूलाई सहेर हामीले निर्माण गर्नुपर्छ।